हर्क दाइ हामी कोसीको पानी ल्याउँछौ नि हैन कोसीको पानी हामी ल्याउँदैछौँ। ल्याउँदै हुनुहुँदो रहेछ त अरूले त हैन हर्क साम्पाङले के ल्याउँछ उसलाई विरोध गर्दै ठिक छ भन्दै कमेन्ट गर्छन् त। अब यो यसमा चाहिँ अलिकति हाँस पनि उठ्छ, अलिकति फेरि भनै पनि पर्छ हैन, भनेन भन्छ फेरि यहाँ अलिकति होइन याति भन्नु न, अलिकति भनेर यिनीहरूलाई पुग्दैन के, नहाँस्नु न। हाँस त मलाई पनि उठिरहेछ कि सिरियस कुरामा धेरै नहाँसौँ होला हौ। यो विषयमा वाद विवाद कसले सुरु गरेको अहिले नहाँस्नु न, तपाईँ हाँसेपछि हाँस उठिहाल्छ क्या मलाई पनि। तपाईँले सुरु गर्नुभएको हो? मैले सुरु केही पनि मैले सुरु गर्दिनँ, हेर्नुहोस् गर्दै गर्नुहुन्न? सुरु त म गर्दै गर्दिनँ, अरूले सुरु गर्छ त्यसको उत्तर दिन्छु, तर मसला खतम चाहिँ मैले नै गर्छु। मसला चाहिँ म पनि जहिले मैले नै खतम गर्छु। चाउचाउको मसला जहिले मैले खानुपर्छ यो घरमा, मासुको मसला पनि मैले नै खतम गर्छु। पहिला मैले लेबर गर्दा पनि मसला म नै खतम गर्थेँ, ठेकदारले मारिहाल्थ्यो नत्र। तर तपाईँले कुन मसलाको कुरा गर्नु भएको? फिनिस चाहिँ मैले नै गर्छु। ए यो खालको मसला पो रहेछ होइन। वाद विवाद त फिनिस गरेकै राम्रो, फोकटेमा मनमा किन कुरा राख्नु होइन। अनि हाम्रो आइन्द्र बेगा मेयर साहबले के भन्नुभयो अरे? हाम्रो उपमेयरज्यूले के भनिदिनु भयो? उपमेयर मेयर होइन अहिले त। उपमेयरमा मैले किन भनेको उहाँ चाहिँ निर्वाचित चाहिँ उपमेयरै हो क्या, मैले छोडेपछि मात्रै कार्यभार भएको, निर्वाचित मेयर त होइन नि त। त्यो त हो, तर मलाई त अहिले पनि तपाईँ नै मेयर होला जस्तो लाग्छ क्या, माननीय भए जस्तै लाग्दैन। अनि उपमेयरज्यूले के भनिदिनु भएछ? उपमेयरज्यूले के भनिदिनु भएछ भन्दाखेरि हर्क साम्पाङको कुनै हात छैन भनेर भन्नुभएछ। लु कस्तो खालको मान्छे, त्यत्रो दुई दुईवटा हात देखिँदैन, हात नभएको भए ढुङ्गा कसरी उचाल्नु भयो त? के विषयमा हो? त्यो बजेट क्या उताबाट आउने। ए म त साँच्चैको हात पो सोचिरहेको, त्यो बजेटमा तपाईँको हात छ त? अनि कसको चाहिँ हात छ त? प्रचण्डको छ त? प्रचण्ड दादाको हात त हुन पनि सक्छ है, खुट्टा त अस्ति टोइलेटमा जाँदा मर्केको छ नि त। कति हाँस्नु यति हाँस्नु न कि बैठकमा आएको बेलामा सट्टै पास गरायो हाम्रो प्रचण्डजीले। प्रचण्डजी आउनुहुन्न बैठकमा, एकचोटि मात्रै आउनु भएको छ, आउनै हुन्न है। यी बुढा कता जान थालेछन् फेरि बैठकमा नआएर, कि लपर हो बुढोको? कसको चाहिँ हात छ त यो बजेट ल्याउनमा? के उपमेयरकै छ त हात चाहिँ? हुन पनि सक्छ, तपाईँको साँडे हँसुले छन्, हाँस्दा हाँस्दै थाहा नपाइकन सत्तै बजेटमा हात हाले कि छैन। मैले एउटा राम्रो रोचक दिने गरेको छु, 2-3 चोटि दिएको छु, फेरि यहाँ पनि अलिकति दिनु पर्यो। ए दिनु न दिनु, अलिकति होइन याति दिनु। रोचक भनेपछि त मलाई त फेरि पर्लै मन पर्छ नि त। फेरि हामी वर्ल्ड कप हेर्दैछौँ नि फुटबल होइन, हेर्दैछौँ, हेर्न त राति र उँधो खेल्छन् केटाहरू, कसो कसो टाइम मिलिरहेको छैन हौ। तपाईँको स्ट्याटस हेर्दै ठिक छ हामीलाई। अस्तिको दिन कसको थियो लास्ट म्याच, कसको थियो, कसले हेऱ्यो? कसको पो थियो हौ लास्ट म्याच? कसको थियो, कुन देशको थियो? छैन कि के हो कोही पनि हेर्ने? मेक्सिको र पहेँलो थियो ब्राजिल होला हौ। ब्राजिल के होइन हौ? एनिवेज कुनै एउटाको थियो होइन हो। कसले जित्यो? मेक्सिकोले जित्यो। त्यो मेक्सिकोले जित्दाखेरि त्यो चाहिँ गेममा चाहिँ हर्क साम्पाङ मैले गोल हालेको भन्न मिल्छ? मिल्दैन नि, गोरु ब्याए जस्तो भइहाल्यो नि त्यो त। कति हाँस्नु यति पितिक्क हाँस्नु न, अलि हाँसौँ न। हाँस उठ्छ क्या, उठ्छ हाँस त जुरुक्कै उठिहाल्छ नि यस्तो कुरा सुनेपछि। मेक्सिकोले जित्यो, मैले गोल हालेर मेक्सिकोले जित्यो भन्नु सुहाउँछ मैले? के को सुहाउनु, बजेट हालेको भन्दा त सुहाएको छैन। त्यस्तो कुरा गर्नुहुन्छ है आयन्द्रजीले? त्यस्तै कुरा गरिराख्नुहुन्छ के भन्नुहुन्छ? हर्क साम्पाङले होइन उपमेयरले लेखो अरे, यहाँको उपमेयर चाहिँ संसदको सदस्य हो र भनेको। के को संसदको सदस्य हुनु हौ, नाथे मेयर त हुने हौ, तपाईँ त ठुलो मान्छे हो नि। म त त्यो बजेट बनाउने मान्छे हो त त्यो बजेट बनाउने, त्यो संसदमा बजेटमा छलफल गर्ने मान्छे, यस्तो उस्तो भनेर तपाईँको सल्लाह सुझाव दिने मान्छे हो म। हो नि, ठुलै मान्छे हो नि, ताल पऱ्यो भने सरकारको कानै निमोट्ने मान्छे हो। अनि सरकारको कान निमोट्ने मान्छे हो क्या म? अनि मैले चाहिँ नलेको अरे? त्यही त, उसले पो लेको अरे। त्यो मेक्सिकोले जितेको गेम चाहिँ हर्क साम्पाङ मैले गोल हालेर मेक्सिकोले जित्यो भन्नु र हर्क साम्पाङले होइन अहिले उपमेयरले अहिलेको बजेट ल्याउनु भनेको एउटै हो, कुनै त्यसको तुक छैन। त्यही त, फेरि एकपल्ट तपाईँ को हो भनिदिनु न।
त्यो बजेट बनाउने मान्छे हो के म? त्यही त नाथे मेयरले हेप्ने अर्थमन्त्रीले उहाँलाई नसोधी एउटा बजेट त लेखेको छैन। त्यो विनियोजन विधेयकको छलफल भयो? विनियोजन विधेयकमा अस्ति भर्खर छलफल भइसक्यो। आर्थिक विधेयकमा नि अस्ति छलफल भएको छ होइन। संशोधन पेश गर्दैछौँ। पेट्रोलको दाम कति राख्ने, के कति राख्ने होइन, शिक्षामा कर लगाउने कि नलाउने, स्वास्थ्यमा कर लगाउने कि नलाउने भन्ने मान्छे पो त हामी त। त्यही त ठुलो मान्छे हो नि। अनि हामीले चाहिँ नगरेको उहाँले गर्नुभयो। त्यो त पत्याउने कुरै होइन नि। अनि शिक्षा र स्वास्थ्यमा कर लाउने कि नलाउने भन्ने मान्छे हुनुहुँदो रहेछ। किन कर लाउनु भएको त? लु त्यो छोडिदिउँ। त्यो पेट्रोलको दाम त घटाउनु पर्छ नि हो तपाईँ जतिको मान्छेले। कति हाँस्नु, थोरै हाँस्नु, अहिले सिरियस कुरा गर्नु छ। अनि उपमेयरले त मैले पारेको बजेट भन्छन् अरे त। ल ठिक छ, एजेन्डा उहाँको थियो पनि त, भएको नि त हुन्थ्यो। त्यो कोसीबाट पानी ल्याउने एजेन्डा कसको हो? कसको हो? हर्क साम्पाङको होइन? ए हो त नि। मेरो त्यो सपना हो, सङ्कल्प हो र सङ्घर्ष पनि हो क्या। हिजो बार बार तपाईँको छैन मन्त्रीलाई ढोक्दा 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 पैसा नदिएको कारणले गाग्री बोकेर को गएको थियो? म गएको थिएँ कि को चाहिँ गएको थियो? तपाईँ गएको हो नि हौ कुचेको गाग्री लिएर। त्यतिखेर महेश बस्नेतले तपाईँलाई नाना भाती भन्दाखेरि खतरा रोस्ट हान्ने मान्छे मै हो। अनि त्यहाँ बजेट आउन मेरो पनि हात छ नि, नबिर्सिनु नि। फेरि अहिलेको प्रधानमन्त्रीले पनि त्यहाँ बजेट हाल्नलाई पुरा बल गरेका छन् रे। किन तपाईँले चाहिँ यति धेरै विरोध गर्नु भएको? अहिलेको प्रधानमन्त्री त मेरो एक खालको साथी पनि हो। संसदमा नआएर कहिले पनि आउँदैन, अनि आएपछि जे पाते बोल्छ र विरोध गरे हो है। पदले विरोध, तपाईँको त्यो पद रेस्पोन्सिबल होस् भनेर। तर साथी पनि हो नि त, उसलाई सबै थाहा छ। ए त्यही सबै थाहा भएर त यसरी पानी खुवाउँछु भनेर छ त। पहिले पिउने पानीको पनि धेरै समस्या छ। धरानमा पिउने पानीको डिपिआर पहिले भएको थियो, त्यो डिपिआर भयो। त्यो खाने पानीको व्यवस्थापन कोसीबाट मेकानिकल लिफ्टिङ गरेर धरानमा पानी ल्याउनलाई लगभग 5-6 अर्ब लाग्छ। तर सायद यहाँका जनप्रतिनिधि त्यो सरकारमा पुगेन होला, त्यहाँको पार्टी पुगेन होला। यो भेगलाई त्यो पिउने पानी खुवाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। जे होस् तपाईँको एक खालको साथीले बजेट पार्न साथ दिएकै होला जस्तो छ। आई लभ यु भनेको भने गर्थे, यति त गरे होला नि त। तपाईँले पनि भन्नुभएको थियो। मैले त एकचोटि यस्तो पनि भनेको थिएँ कि हाम्रो अब पानीको दुःख छ, तपाईँहरूकोमा पैसा थुप्रो हुँदो रहेछ काठमाडौँ महानगरमा, मलाई अलिक सापट्टि दिनु न भनेको थिएँ। दिए त? दिनु पनि खोज्नु भएको थियो, तर नियम कानुनले नहुँदो रहेछ। एहे एकै खेपमा दिन खोज्नु भनेको त डिप लप्पो रहेछ त हौ। अनि यो तहबाट सङ्घर्ष गर्नु भएको रहेछ नि, त्यतिकै पैसा पर्छ त है। अनि यो तहबाट मैले सङ्घर्ष गरेर पैसा चाहिँ पारिदिने। अनि अहिले गीत चाहिँ एक दुईजना के भन्ने भुसुना भनौँ भने फेरि के यत्रो मान्छेले फेरि भुसुना भन्यो भन्छ होइन। ए भुसुनै भन्नु न, म छु त, के डराउनुहुन्छ यार। भुसुने टाइपको पात्रहरूले चाहिँ अहिले त्यो खालको हल्ला फिच्दाइरहेको छ। हर्क साम्पाङको केही पनि उ छैन भने। त्यही त, तपाईँले कति मन्त्री प्रधानमन्त्री भेट्नुभयो होला? सबै मन्त्रीलाई भेट्ने म होइन, सबै मन्त्रीहरूसँग तपाईँको कुराकानी गर्ने, सबै कुरा त्यो अर्थ मन्त्रालयदेखि लिएर प्रधानमन्त्री खुदलाई भेटेर चाहिँ बजेट ल्याउने चाहिँ म। अनि मेक्सिकोले जित्दा हर्क साम्पाङले गोल हालेर जितेको भन्ने खालको हल्ला फिचाउने चाहिँ उनीहरू काम गर्ने कालु मकै खाने भालु। यो त 100% तपाईँले ल्याएको हो नि। कति हाँस्नु, कति चाहिँ हाँस्नु। के साह्रो ढाँटेको? त्यही त, कति ढाँट्न सकेको। आना र यत्रो फुल्लेला नि। फेरि प्रचण्ड प्रधानमन्त्री हुँदा पनि जानुभएको थियो। प्रचण्ड प्रधानमन्त्री हुँदा पनि हामी गएको 21 लाख मात्रै दिएको, त्यो पनि कार्यान्वयन गरेन। ओहो, बरु बालनले दिएछन् त। त्यही भएर नयाँ नयाँ मिल्नु भनेको के। मिलेपछि त तपाईँहरूले विकास फाँडिहाल्नुहुन्छ नि। टाढाको देउता भन्दा नजिकको भुत्नै काम लाग्छ। त्यही भएर लभ यु टु भनेर अझै विकास बजेट माग्नु न। अर्कोचोटि भोट माग्न कुद्नै पर्दैन। मेरो सजेसन कस्तो लाग्यो? एकपल्ट हाँस्नु त। कति हाँस्नु, यति हाँस्नु। अनि मन्त्रीले के सुनायो भन्दै हुनुहुन्थ्यो नि, प्रधानमन्त्रीले के भने भनेर। मन्त्रीले ढाँट्यो भने मेरो केही चाहिँ लागेन। प्रधानमन्त्रीले चाहिँ के भन्छ अरे भने हर्क साम्पाङको सबै हेर्नु है भन्छ अरे क्या। सबै हेर्नु है भनेपछि त पुरै डिप लपर्ला जस्तो पो छ त। तेरिका के आइलाग्यो हो फेरि। अनि हर्क दाजु श्रमदानमा मासु चिउरा खायो भनेर पुरा विरोध गर्दैछ नि त। किन खानु त हौ, नखाइदिनु न। अनि मासु चिउरै खानु भनेर तपाईँको सशर्त आउने नि त छ हौ। ए शीर्षक तोकेरै पो आउँछ? शीर्षक तोकेर आउने जस्तै राँगा किनेर खानु, त्यसरी पो आउँछ। यो किनेर खानु। लु हेर, विचित्र पो रहेछ त। अनि त्यो खाएन भनेदेखि तपाईँको रिसाउँदैन अनि जस्तै तपाईँलाई होइन है। तपाईँले मासु भात खानु भनेर कसैले पैसा दियो भने तपाईँले मासु भातै खानुपर्छ। त्यो त पर्छ।
सेम रहेछ नि हो मेरो र त्यहाँको केस। मलाई पनि बुढीले भुटी भात क्या फ्राइड राइस खा भनेर पकाउँथे हो। अब होइन म दालमुट चिउरा खान्छु भन्दा हुँदैन, फ्राइड राइस नै खानु पर्यो, मारिहाल्छ अनि भनेपछि अब चिउरा मात्रै खाँदा हुँदैन। हेट म चिउरा खान्छु अनि अलिकति पैसा राख्छु भने हुँदैन। अर्कोचोटिदेखि तपाईँलाई मान्दैन त्यो। अरू केही गर्न पाइएन है। मासु भातै खाएर देखाउनु पर्यो होइन। मासु भात खाने पैसाले म चाहिँ सर्ट प्यान्ट किन्छु भन्नु हुँदैन। मासु भातै खाएर देखाउनु पर्छ, मिडिया गरेर देखाउनु पर्छ क्या। हाम्रो त्यस्तो हुन्छ। हाम्रो पनि त त्यस्तै हुन्छ, मिडिया चाहिँ गर्नु पर्दैन कि, तर फ्राइड राइस खाएपछि थाल चाहिँ चिटक्क पारेर चाहिँ बुढीलाई देखाउनु पर्छ। सेम केस पो रहेछ त हौ जम्ल्या जस्तै। अनि अरू नयाँ तरिकाको केही आएको छ? फेरि तपाईँको चाहिँ भेज खाने अब त्यो उसलाई अलिकति अफेन्सिभ पनि हुँदो रहेछ यस्तो ल्याङ्ग्वेज होइन। कतिले मलाई सल्लाह पनि दिनुभएको थियो। त्यो त हो, भेजलाई त अलिक अप्ठ्यारै लाग्छ। हामी जस्तो मुलाले चाहिँ भेट्यो भने चाहिँ पुरै यो तरिकाले लुडिहालिन्छ नि। फेरि दार्चुलाको केही घटना छैन? अब दार्चुलामा च्याङ्रा खानु भनेर पैसा आउँछ, च्याङ्रा किनेर खानु। विचित्रको फ्यान पो हुँदो रहेछ नि त हौ। फल्ना हङकङमा कार्यरत यहाँ निवासी नेपालको यो घर भएको मान्छे हङकङमा चाहिँ नि कार्यरत खाडी मुलुकका साथीहरूले पनि पैसा उठाएर यो मान्छेहरूले यति सहयोग गरेको एउटा च्याङ्रा खानु। अनि च्याङ्रा नखाइ भयो त। खा भनेपछि त किन छोड्नु, लुड्याउने हो नि हौ। मरी काम गरेको छ, जसले मह काट्छ उसले हात त चाटिहाल्छ नि हो। अनि च्याङ्रा नभेटेर चाहिँ च्वाचे खायो भने चाहिँ फेरि च्याङ्रा खाएन भने रिसाइहाल्छ। ए त्यसो गरिस् तिमीहरूले भनेर। तरिका मेरो बुढी भन्दा कडा रहेछन्। गाह्रो छ है, गाह्रो छ क्या यहाँ त। अनि दाजु तपाईँको लाइसेन्स त रिन्यू गरेको छैन भनेर पुरा विरोध गरिरहेछ नि त। लाइसेन्सको बारेमा मेरो अलिकति फरक धारणा छ। लाइसेन्स भनेको सर्टिफिकेट हो, त्यो सर्टिफिकेटलाई रिन्यू गरिरहनु पर्छ र। सही हो, बेकारमा त्यत्रो पैसा खर्च गरेर रिन्यू गरेको छु मैले यसपालि। तर अनि पुलिसले त फाइन काट्छ त दाजु। सुन्नु न त्यो सबै गलत कुराहरू छ। कुरा बुझ्नुभयो नि। लाइसेन्स भनेको तपाईँको सर्टिफिकेट हो। तपाईँ अब विभिन्न लेभलमा तपाईँ पढ्दै जानुहुन्छ, त्यो सर्टिफिकेटलाई तपाईँले फेरि रिन्यू गरिरहनु पर्छ। पर्दैन, बेकारमा दुःख दिन्छ नि यार हामीलाई। तपाईँलाई चाहिँ प्रधानमन्त्री बनाउन पाए चाहिँ धेरै सुविधाहरू पाइने रहेछ हौ गाँठे। अनि बिलबुक पनि रिन्यू नगर्ने बनाउनु पर्यो है। यो कुरा उठाउनु त संसदमा। कुरा उठाउँछु म यो विषयमा होइन, यो विषयमा म कुरा उठाउँछु। जुरुक्कै उठाउनु है यो कुरा चाहिँ। अनि बजेट किताबमा त सबै जोड घटाउ गल्ती थियो रे। यो बजेट किताबमा सबै जोड घटाउ गरेर हेरेको सबै गल्ती रहेछ। 2 मा 2 जोड्दाखेरि 8 हुन्छहरू पो रहेछ त्यहाँ त। स्वर्णिम वाग्ले जस्तो अन्तर्राष्ट्रिय अर्थमन्त्रीले पनि 2 मा 2 जोड्दा 8 हिसाब गर्ने। अनि सदनको रोस्टरमै उठाउनु पर्थ्यो नि यस्तो कुरा त। सदनको रोस्टरमा चाहिँ त्यसरी बोल्न मिल्दैन, नत्र त्यहाँ पनि बोलिन्छ साह्रै भएन भन्दा। अच्छा के गरेको थियो? त्यस्तो गल्ती पत्ता लगाउने मान्छे पो हुनुहुँदो रहेछ नि तपाईँ। त्यो चाहिँ स्वीकारे है मैले। स्वीकार्नु भयो कि भएन भन्नु त गल्ती। त्यो गल्ती पत्ता लगाइदिने मान्छे पो त अर्को सामान त। धन्न तपाईँ हुनुहुन्छ र मात्रै। म छुइनँ भने गल्ती पत्ता लाग्थ्यो। के को लाग्नु, स्वात्तै पास गर्थे नि नहेरिकन। अनि रक्षा मन्त्रालयको किताबै आएको थिएन रे। छलफल सकिसक्यो, रक्षा मन्त्रालयको किताबै आउँदैन बजेटको। कसैले वास्ता गर्दैन रहेछ। कसैले वास्ता नगर्दो रहेछ। फेरि त्यहाँ हामी अब कतिजना छौँ? लाइक 275 जना। 2 जना घटाउँदाखेरि 273 जना मान्छे छौँ। 272 जनाले चाहिँ वास्तै गर्दैन रहेछ क्या। अरूको त के कुरा गर्नु, हावातालमा जितेकाहरू मात्रै छन्। तर त्यो 272 जनामा तपाईँको पार्टीको पनि 3-4 जना पनि होला नि त हो। अनि तिनीहरू पनि काम नलाग्ने छन् कि के हो? तपाईँले जानेको कुरा त सिकाइदिनु न यार। त्यस्तो गल्ती पक्रिनु हुँदो रहेछ है तपाईँले। त्यस्तो गल्ती पक्रिने मान्छे पो त अर्को साम्पाङ त हो। यो कुरा चाहिँ मान्नै पर्छ। तपाईँ नहुनु भने त खत्तम हुने रहेछ है। त्यहाँ म छुइनँ भने अरूले पक्रिँदैन रहेछ त। देखियो त होइन र? अरूले त बजेट बुझेको पनि हुनु पर्यो नि त त्यसरी तपाईँले जसरी बुझ्नलाई त। अनि हो त्यो पक्रिँदा चाहिँ विरोध गर्यो भन्छ। किन विरोध गर्नु? मैले त मेरो काम गरे हो। त्यही त, तपाईँ त बोल्नै हुँदैन, विरोध गरे भनिहाल्छन्। 2 मा 2 जोड्दाखेरि 8 लेख्नेले देश चलाउँछ त। म त मरि गए पत्याउँदिनँ। कति हाँस्नु।